हेलो हेलो साथीहरू, नमस्कार है, नमस्कार नमस्कार। आफूला सन्चै आरामै हुनुहुन्छ होला होइन। म चाहिँ आज एउटा अलिक फरक खालको भिडियो लिएर आएको छु होइन। यसलाई चाहिँ पुरा सुनेर तपाईँहरूको मनमा के लाग्छ, तपाईँहरूको विचारहरू के छ त्यहाँ राखिदिनु होला होइन। म चाहिँ जब कि यो अप्रिल 2025 को अप्रिलमा आएको हो नि त यता दुबई आए पछाडि म चाहिँ ठ्याक्क बिहान भनौँ या रातिको 1-2 बजे एयरपोर्टमा आइपुगेको होला। एयरपोर्टमा रिसिभ गरे पछाडि चाहिँ म डाइरेक्ट यता के अरे यता दुबईको सरब डिजीमा त्यहाँ बेड स्पेस भन्दा रहेछ, बेड स्पेसमा आयो होइन। सबभन्दा लास्टको बेडलाई चाहिँ फेरि त्यहाँ प्राइसहरू फरक हुँदो रहेछ क्या। माथि तीन स्टेपको बेड हुँदो रहेछ। 3 स्टेपको बेडमा माथि चाहिँ 450, बिचकोलाई 550 अनि तलकोलाई चाहिँ 600 पर्दो रहेछ कि। अब मन्थली लिँदा चाहिँ अब दिनको लिँदा चाहिँ मैले चाहिँ त्यहाँ 40 रुपियाँ तिर्नु परेको थियो कि। अब त्यहाँ एउटा आन्टी हुनुहुन्थ्यो बेड त्यो जब के गर्ने भन्दाखेरि त्यो बेडहरूमा उहाँले लिनुभएको रहेछ त्यो रुम चाहिँ। उहाँको अन्डरमा हुनुहुन्थ्यो अनि त्यहाँ खासै ठिक लागेन। फ्यामिली पनि बस्नु, अब सबै बस्नु हुँदो रहेछ। त्यहाँ बस्दा चाहिँ मलाई ठिक लागेन अनि म यता फेरि रुम चेन्ज गरेर यता अर्को दुबईको यता जामको नजिकै बेड स्पेस पाइयो। त्यहाँ अलिक सस्तो पनि भेट्यो। मन्थली बस्ने भनेपछि, महिनावारी बस्ने भनेपछि त्यहाँ बस्यो धौलागिरी बिल्डिङको माथि। त्यहाँ अब साथीहरू कस्तो खाले भेटियो भने अब बेड स्पेस त हो, अब कतिपय काम गर्ने मान्छेहरू ड्युटी गर्ने, आधी जसो ड्युटी नगर्ने हुँदो रहेछ। अनि अब आफूले ड्युटी गर्ने अब भएपछि अब टाइममा सुत्नु पऱ्यो, टाइममा उठ्नु पऱ्यो, टाइममा जानु पऱ्यो। अलिक डिस्टर्ब भएर फेरि अलिक मलाई अनकम्फर्टेबल लागेर फेरि रुम चेन्ज गरेँ। एउटा बस स्टेसन पछाडि अलिक साथीहरू सबै हाम्रो मिल्ने छ भनेर त्यहाँ गएँ। गएको त साथीहरू त 10-15 वर्ष बस्ने साथीहरू, तर सबै त्यही त हो। 10-15 वर्ष बस्ने भनेपछि अलिकति यतैको रहनसहनमा बिग्रिसकेको साथीहरू मात्रै रहेछ कि। अनि त्यहाँ पनि गाह्रो भयो। त्यस पछाडि ब्याक टु फेरि त्यही बेड स्पेसमा गएको। त्यहाँ चाहिँ उडुसले यति खायो कि सुत्नै नसकिने क्या। उडुस पनि यति थियो कि गाह्रो भयो। फेरि हल्ला पनि ज्यादा हुने अनि त्यही भएर कहिले झगडा कहिले के। अब त्यो रुमको ओनरसँग त्यो पैसा अब टाइममा नहुँदाखेरि झगडा परिरहने क्या। अनि कहिलेकाहीँ त त्यो यता बिजुली बत्तीको पैसा नदिँदा पनि बत्ती काटिदिने क्या। अनि बत्ती काटिदिन त्यो गर्मी महिनामा अब एकछिन पनि बस्नु सकिँदैन क्या। भित्र हाम्रो यति तातो, यति तातिएर यति गर्मी हुन्छ कि त्यो गर्मीमा चाहिँ अलिक बत्ती काटिदिएपछि त, एसी नचलेपछि त गाह्रो भएर त्यस्तो समस्या भोग्दै आयो। अब होइन, अब आफ्नै मलाई अब अलिकति निन्द्राको माया लाग्ने, त्यही भएर निन्द्राको लागि भए पनि अब एउटा सिङ्गल रुम
खोज्छु भने अब सबै पार्टिसनमा बस्दाखेरि त अलिकति त्यस्तै खालको साथी भेटियो भने त राम्रै हुन्छ। अब हल्ला नगर्ने आफ्नो ड्युटी गर्ने टाइममा सुत्ने भए त ठिकै हुन्थ्यो। अब साथीहरू कोही भेटिएन कि अब सबै आफ्नो आफ्नो हाम्रो रेस्टुरेन्टमा पनि अब साथी छ एकजना नेपाली साथी। अब उसको फ्यामिली छ, फ्यामिलीसँग अब बस्छ। अरू त अब युगान्डा, मोरक्को, क्यामरुनतिरको छ। त्यताको सँग त बस्ने कुरा पनि भएन, त्यही भएर एक्लै बस्छु भनेर नजिकै अब रेस्टुरेन्टको नजिकै रुम खोजेर बसेको। क्याप्सुल भन्दो रहेछ, अब यता क्याप्सुल भनेको थियो। उहाँ चाहिँ अब ओडार जस्तो ठ्याक्क सिधै पस्यो, त्यहाँ उभिने पनि हुँदैन, बसेर नै सबै खाना खाने। अब त्यस्तो रुमलाई पनि फेरि अलिकति कति महँगो छ भने नि दुबईमा धेरै महँगो छ क्या। अनि अब त्यहाँ पनि आजभोलि कस्तो अब सिचुएसन छ भनौँ भने, अब हुनु त यताउता नेपाली नै छ, तर पनि नेपाली नै भए पनि के भन्नु होइन, अब अलिकति त्यस्तो खालको व्यवहार हामी नेपालीमा नजिकै रुममा अब त्यो एउटा पातालो प्लाई त लगाएको हुन्छ। पातालो प्लाईमा मुला ओल्लोपट्टिको पल्लोपट्टिको बोलेको सबै सुनिन्छ। अब त्यो उताको हरकतहरू देख्दा चाहिँ अब यो पनि ठिक होइन रहेछ भन्ने लाग्यो। अब खै कता बस्नु गाह्रो भइरहेछ हौ मलाई त। यता पनि हुँदैन, उता पनि हुँदैन, बेड स्पेस पनि फापेन, रुम पनि पुरै राम्रो पनि फापेन, अब क्याप्सुल पनि फापेन। अब पुरै एउटा रुम लिएर बस्नु भने 3000-3500 पर्छ। अब सेलरी सबै सकिन्छ त्यसमा। अनि खै के गर्नु।